लुटको धन फुपूको श्राद्ध। श्रीनगर क्षेत्रमा नागरिकको पैसा लुटेर फुपूको श्राद्ध गर्नेहरू धेरै छन्। यहाँका कर्मचारी, केही जनप्रतिनिधि र वन उपभोक्ता समितिका पदाधिकारीहरूले यो श्रीनगर क्षेत्रमा घुम्न आउने पर्यटकहरूबाट उठाएको एक पैसाको हिसाब किताब अब नागरिकले खोज्न जरुरी छ। किनभने यहाँ धेरै अनियमितता र व्यथिति भएको सूचनाहरू प्राप्त भएका छन्। व्यवसाय दर्ता पनि छैन, नगरपालिकाले कर पनि लेख्दैन। अझै उल्टो उनीहरूकै पसलमा राखिएको फ्रिज, जसले मदिराहरू चिसो बनाउनको निम्ति प्रयोग गरिएको हुन्छ, मासिक कति आउँछ थाहा छैन, त्यो पैसा समेत नगरपालिकाले नै तिर्दिन्छ। भएन त आनन्द? नगरपालिकाले बिजुली खर्च पनि तिर्दिन्छ, व्यवसाय कर पनि लेख्दैन। कति आनन्द! यो व्यवसायीहरूको समस्या होइन, उनीहरू तिर्न तयार पनि होलान्, तर नगरपालिका आफै प्रणालीमा छैन। ती व्यवसायीहरूले धेरै थोरै रकम त पक्कै पनि बुझाउँछन्, तर नगरपालिकालाई होइन। नगरपालिकाका केही जनप्रतिनिधि हुन सक्लान्, केही कर्मचारी त छन् भन्ने पक्कै आइसकेको छ। वन उपभोक्ता समितिका पदाधिकारी खुसुक्क बिना बिल उनीहरूलाई बुझायो, आनन्दले व्यवसाय गर्यो। यस्तो गर्न पायो भने किन दर्ता गर्ने, किन कर तिर्ने? झन्झट अलि थोरै पैसामा पनि होला। भएन त आनन्द? जब कुनै स्थानीय सरकारका जनप्रतिनिधिले व्यापारीको दृष्टिकोणबाट सोच्छन्, तब त्यहाँका नागरिकले दुःख पाउँछन्। राज्यको जिम्मेवारी भनेको नाफा र घाटाको हिसाब किताब गर्नु मात्र होइन, त्यहाँका नागरिकहरूलाई सेवा सुविधा दिने उनीहरूका आधारभूत आवश्यकता पुरा गर्नु पनि हो। तानसेनको यो श्रीनगर क्षेत्रलाई आम्दानी गर्ने बाटोको रूपमा त सोचिएको छ, आम्दानी भइराखेको पनि छ। वार्षिक 25 लाख रुपियाँ बढी आम्दानी यो क्षेत्रबाट तानसेन नगरपालिका र यहाँको वन उपभोक्ता समितिले बाँडेर लिन्छन्। तर यो क्षेत्रको व्यवस्थापन गर्नको निम्ति नयाँ पूर्वाधारहरू श्रीनगर क्षेत्रमा नबनेको वर्षौँ भइसक्यो। तानसेन नगरपालिकाका कर्मचारी, वन उपभोक्ता समितिका पदाधिकारी र अन्य केही सरकारवाला व्यक्तिहरूले यो क्षेत्रमा भएको आम्दानीको कसरी दुरुपयोग गरेका छन् भन्ने धेरै विषय आएका छन्। तानसेन नगरपालिका र वन उपभोक्ता समितिले एउटा निश्चित नीति, विधि, विधान बनाएर आम्दानी र खर्च गर्नुपर्नेमा आम्दानी गर्ने विषयहरू त तोकिएको छ, खर्च गर्ने विषय तोकिएको छैन। यहाँ विभिन्न अनुगमनका नाममा, विभिन्न अन्य कामका नाममा खर्च भइरहेका छन्। 50,000 रुपियाँको योजनामा पान्ना शब्द पल्टाएर कसरी हुन्छ रकम काट्ने तानसेन नगरपालिकाको आर्थिक अनुशासन श्रीनगरभित्र पर्याप्त देख्न सकिन्छ। नियम, कानुन, ऐन र आर्थिक पारदर्शिता ती साना उपभोक्तालाई मात्रै हो। श्रीनगर क्षेत्रभित्र त्यो लागू हुँदैन। श्रीनगर क्षेत्रभित्र त बरु कसरी हुन्छ, मिलाइवरी घुमाइवरी आफ्नो पकेटमा आओस्, तर नगरपालिकाको राजस्वमा जाने कुरा छैन। यहाँको वन उपभोक्ता समिति पनि उस्तै छ, तानसेन नगरपालिकाकै स्वभावको। यहाँको उपभोक्ता समिति न पहिलाको न अहिलेको, जसको उद्देश्य पनि व्यक्तिगत रूपमा कमाउ धन्दा, आफै कमाऊ, आफै खाऊ, आफै लाऊ। श्रीनगर क्षेत्रलाई भजाउने ठाउँ मात्रै बनाएका छन्। यो श्रीनगर क्षेत्रलाई यसरी भजाएका छन् यहाँका जनप्रतिनिधि, यहाँका कर्मचारी र वन उपभोक्ता समितिका पदाधिकारी। त्यसका छुट्टै किस्साको हिसाब किताब गर्न जरुरी छ। उनीहरूले यो क्षेत्रलाई यसरी मिलाएर खाएका छन्। मानौ कि अघिल्लो वर्ष पेन्ट गर्दा 30,000 खर्च भएको छ, यो वर्ष पेन्ट गर्दा 80,000 खर्च भएको छ। पेन्टको पैसा छुट्टै छ, काम गर्ने व्यक्तिले लिएको पैसा छुट्टै छ। पेन्ट गरेको हेर्न आउने अनुगमन भनेर पनि पैसा खाइएको छ। यसो 2 मिनट देखिएर गए भत्ता खाइहालेका छन् भन्ने यहाँका काम गर्ने व्यक्तिहरूले पनि बताएका छन्। यहाँको आम्दानी कसरी प्रयोग भइरहेको छ भन्ने कुराको हिसाब किताब अब तपाईँ हामी नागरिकले खोज्ने बेला भएको छैन त। सरकारी सम्पत्तिको दुरुपयोग यति सजिलै गर्न सम्भव छ, यति सजिलै गर्न छुट छ, त्यसका लागि नागरिकहरू नजागे अब को जाग्छ? सर्वसाधारण नागरिकहरूलाई यहाँबाट आम्दानी भएको रकम कहाँ खर्च भएको छ भनेर जानकारी दिनु नगरपालिका र वन उपभोक्ता समितिको दायित्व हो कि होइन?
कि जैसे आया वैसे गया तरिकाले खर्च भइरहेको छ। खर्च भएका केही प्रमाणहरू पनि छन्, ती परेको बेला सार्वजनिक गर्न सकिन्छ। यहाँका उपभोक्ता समिति कर्मचारीले कसरी पैसा लिएका छन्, कसरी पैसा आफूले खाएका छन्, कसरी व्यवस्थापन गरेका छन्, कसरी सरकारी रसिदको दुरुपयोग गरेका छन्, कसरी रसिद काटेका छैनन्, कसरी दोहोरो रसिद काटेका छन् भन्ने कुराको यथेष्ट प्रमाणहरू हामीले सङ्कलन गरिरहेका छौँ, गरिसकेका पनि छौँ। त्यसको कुनै छुट्टै रिपोर्टिङको विषय होला, त्यसलाई पनि सार्वजनिक गर्ने नै छौँ। एउटै नम्बरका धेरै ठेली रसिदहरू छापिए र तिनीहरू बिना हिसाब किताब व्यक्तिको खल्तीमा भरिए भन्ने पनि सुनिन्थ्यो। यता कता केही प्रमाणहरू पनि छन्, ती परेको बेला सार्वजनिक गरौँला। योभन्दा पहिलाका पदाधिकारीहरूले त यहाँका व्यवसायीहरूबाट व्यक्तिगत रूपमा बिना बिल पैसा लिने, आफ्नो गोजीमा राख्ने र उनीहरूलाई व्यवसाय गर्न दिनेसम्मका घटनाहरू सुनिएको थियो। त्यस्ता खालका आर्थिक गतिविधिहरू यो क्षेत्रमा लामै समयदेखि भइरहेको छ। तानसेनको शिरमा रहेको यो सुन्दर श्रीनगर जति रमणीय छ त्योभन्दा धेरै करतुतहरू छन्। खुलेआम मदिरा बेच्ने गर्छन्, बाहिर देखाएरै। पर्यटकीय क्षेत्रमा खुलेआम देखाएर मदिरा बिक्री वितरण गर्नु कतिको उचित होला? तानसेन नगरपालिकाले यो श्रीनगर क्षेत्रमा अनुगमन गरेको पाइँदैन। अनुगमन नगरेको हो कि देखेर पनि नदेखे जस्तै गरेको सुनिन्छ। ती व्यवसायीहरूले तानसेन नगरपालिकाका केही कर्मचारी अर्थात् केही सरकारवालाहरूलाई अदृश्य रूपमा लेनदेन गरेर कारोबार गरेको बुझिन्छ। योभन्दा पहिलेका समितिहरूले त ती व्यवसायीहरूबाट मासिक रूपमा बिना बिल पैसा लिएर उनीहरूलाई त्यहाँ व्यवसाय गर्न दिएको भन्ने पनि सुनिन्छ। अर्को कुरा त नगरपालिकाले यहाँको पर्यटकीय क्षेत्र सञ्चालन गर्नको निम्ति र व्यवस्थित गर्नको निम्ति एउटा समिति निर्माण गरेको छ, तर उनीहरूको आफ्नै पान नम्बर छैन। उनीहरूले कति आम्दानी गरे, कति खर्च गरे, यो सबै एउटा रसिद र ढड्डामा मात्रै सीमित छ। आम्दानी लिने क्षेत्रमा त कानुनी लडाइँ भयो, यहाँको संरचना बनाउने र यसलाई स्याहार सुसार गर्ने विषयमा पनि दुवैको त्यति धेरै चासो देखिँदैन। श्रीनगर क्षेत्रभरि एउटा मात्रै सार्वजनिक शौचालय छ। चाडपर्वका बेला यहाँ त्यो शौचालयमा लामै लाइन लाग्ने गर्छ। त्यो शौचालयले मात्रै यो सिङ्गो श्रीनगरलाई थेग्न सक्ने देखिँदैन। कुनै बेला तानसेन नगरपालिकाले श्रीनगर क्षेत्रमा सार्वजनिक शौचालयको कमी भयो, सार्वजनिक शौचालय बनाउनु पर्यो भनेर सार्वजनिक शौचालय बनाउन लाग्दै केही बनाइसकेको पनि थियो। वन उपभोक्ता समिति र यहाँको वन कार्यालयका कर्मचारी आएर त्यसलाई भत्ताभुङ्ग पारिदिए। सरकारी सम्पत्तिको प्रयोग गरेर बनाइएको संरचना यसरी भत्काइयो मानौ त्यहाँ आवश्यक नै थिएन। यसको अर्थ थियो यसको आम्दानी कसले खाने, यसको आम्दानी कसले लुट्ने भन्ने मात्रै थियो। अहिले ती समिति र तानसेन नगरपालिकाको साँठगाँठ मिलेपछि सामसुम छ। अहिले न त्यहाँ फेरि कुनै अर्को सार्वजनिक शौचालय बनेको छ, न अन्य कुनै संरचना बनेका छन्। बनिसकेका संरचनाहरूको अवस्था बेहाल छ। तिनलाई कसरी फेरि बनाउने र कसरी श्रीनगरलाई सुन्दर र पर्यटकीय बनाउने भन्ने विषयमा अहिले ती दुईटै पक्षको चासो छैन। श्रीनगर क्षेत्रमा दुवै पक्षका व्यक्तिहरू नआएको धेरै भइसक्यो। गत असार मसान्तको बेला हिसाब किताब बुझाउने बेला यहाँका कर्मचारीले उठाएको पैसा नगरपालिकालाई बुझाउने र फोटो खिच्ने, समितिको खातामा हाल्ने र नगरपालिकाको खातामा हाल्ने बेला मात्रै नगरपालिका र वन उपभोक्ता समितिका व्यक्तिहरूले चासो दिए। त्यसपछि यो श्रीनगरमा फर्केर आएका छैनन्। बर्खाको बेला छ, घाँस पलाएको छ, बाटोघाटो चिप्लो भएको छ, यहाँ सार्वजनिक शौचालय र खानेपानीको समस्या छ, फोहोर व्यवस्थापनको समस्या छ। ती विषयमा चासो दिनको निम्ति नगरपालिका र वन उपभोक्ता समितिको कहिल्यै पनि लडाइँ भएन। लडाइँ यो विषयमा मात्रै भयो, यहाँ भएको आम्दानी कसको खातामा कति प्रतिशत, कसको खातामा कति प्रतिशत भन्ने विषयमा मात्रै छलफल हुन्छ। श्रीनगरलाई अन्य पर्यटकीय क्षेत्र बनाउने भन्ने विषयमा कसैलाई केही चासो छैन, न यहाँका जनप्रतिनिधि, न कर्मचारी, न वन उपभोक्ता समिति। श्रीनगर क्षेत्रको यो भ्यू टावरको अर्को कथा छ। तानसेन नगरपालिकाले ठेक्काद्वारा यो भ्यू टावर
निर्माण गर्यो, निर्माण व्यवसायले निर्माण सम्पन्न गरेनन् अहिलेसम्म थाहा छैन। त्यसको निर्माण सम्पन्न प्रतिवेदन तानसेन नगरपालिकामा अहिलेसम्म पुगेको छैन। टावर चढिरहँदा भित्र देख्न सकिन्छ अझै त्यो निर्माण सम्पन्न भइसकेको जस्तो पनि देखिँदैन। तर तानसेन नगरपालिका र यो उपभोक्ता समितिले मिलेर त्यो टावर स्वामित्वमा लिगिसके, किनकि त्यसबाट जति सक्यो धेरै आम्दानी गर्नु छ। कुनै पनि निर्माण व्यवसायीले निर्माण सम्पन्न गरिसकेपछि त्यो आयोजना सरकारवालालाई हस्तान्तरण गर्न पर्छ कि पर्दैन, अहिलेसम्म गरेको छैन। त्यो आयोजना हस्तान्तरण नगर्दै नगरपालिका र उपभोक्ता समितिले स्वामित्वमा लिगेपछि भोलि त्यो बिग्रियो भने, भत्कियो भने जिम्मेवारीको हुन्छ कि यो विषयको हेक्का तानसेन नगरपालिका र वन उपभोक्ता समितिलाई छ कि कर उठाउन पायो, नागरिकहरूबाट सङ्कलन गर्न पायो मात्रै हो। तानसेन नगरपालिका र वन उपभोक्ता समिति नीति विधि र विधान अनुसार चल्नु पर्दैन। कमाइ खाने भाँडोलाई कसरी प्रयोग गर्ने र कमाउने भन्ने थाहा छ, तर यहाँ लगानी गर्ने र यसलाई कसरी सुन्दर र सफा स्वच्छ बनाउने भन्ने विषयमा ध्यान छैन। एक वर्षमा 25 लाख रुपियाँ बढी यो श्रीनगर पर्यटकीय क्षेत्रबाट आम्दानी गर्छन्। तर श्रीनगरमा कति वर्ष भयो होला यहाँ कुनै पनि थप संरचनामा लगानी भएको छैन। आम्दानी कति गर्ने, आम्दानी कसरी गर्ने, यहाँ आउने पर्यटकबाट कसरी असुल्ने भन्ने कुरामा मात्रै यहाँका व्यक्तिहरूको, यहाँका जनप्रतिनिधिहरूको, यहाँका उपभोक्ता समितिहरूको ध्यान छ। तर यहाँ आउने पर्यटकलाई कसरी खुसी बनाउने, कसरी समय बिताउनको निम्ति थप संरचना बनाउने भन्ने विषयमा चासो छैन। स्थानीय सरकारको काम नाफा र घाटाको हिसाब गर्ने मात्रै होइन। स्थानीय सरकारको काम भनेको आफूले लगानी गरेर नागरिकलाई सेवा दिनु पनि हो। यो कुरा यहाँको तानसेन नगरपालिकाले बुझोस्। यहाँ सधैँभरि नाफा र घाटाको हिसाब हुँदैन। श्रीनगर क्षेत्रमा घुम्न आउने पर्यटकहरूका निम्ति भुल्ने के छ, यहाँबाट भएको आम्दानीको प्रयोग कहाँ भइरहेको छ, खर्च कसरी भइरहेको छ, त्यो सबै कुराको नियमन गर्नु स्थानीय सरकारको जिम्मेवारी हो कि होइन? अथवा वर्षमा यति आम्दानी गर्यौँ, रानीमहलबाट यति आम्दानी गर्यौँ, श्रीनगरबाट यति आम्दानी गर्यौँ, अन्य क्षेत्रबाट यति आम्दानी गर्यौँ, हामीले यति कमायौँ। स्थानीय सरकार कुनै कमाउने व्यापारी होइन। स्थानीय सरकार नाफा आर्जन गर्ने व्यापारी होइन। स्थानीय सरकार त नागरिकहरूलाई सेवा दिने, उनीहरूलाई सन्तुष्ट बनाउने र उनीहरूका आधारभूत आवश्यकताहरू पुरा गर्ने सरकार हो। सरकार सबै स्थानीय नागरिकहरूको अभिभावक बनोस्। सरकार जसरी पनि 2 रुपियाँ भए पनि नाफा कमाउनु पर्छ भन्ने सोच राख्ने व्यापारी नबनोस्। असार मसान्तको बेला हिसाब गर्नको निम्ति मात्रै यहाँका कर्मचारीले कति पैसा उठाए र कति वन उपभोक्ता समितिलाई, कति तानसेन नगरपालिकालाई भनेर हिसाब किताब गर्न मात्रै यो क्षेत्रमा नगरपालिकाका प्रतिनिधि र वन उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थिति हुन्छ। बाँकी अरू बेला हुँदैन, किनभने यो क्षेत्रमा गरिएको केही छैन, यो क्षेत्रमा भएको केही छैन। यो क्षेत्रलाई त बरु आर्थिक उपार्जन गर्ने, त्यो पनि संस्थागत होइन, व्यक्तिगत रूपमा आर्थिक उपार्जन गर्ने साधन बनाइएको छ श्रीनगर क्षेत्रलाई। यो क्षेत्रबाट यहाँका केही जनप्रतिनिधि, केही कर्मचारी र केही वन उपभोक्ता समितिका पदाधिकारीले यो क्षेत्रलाई कसरी आफ्नो व्यक्तिगत आय आर्जनको पाटो बनाइरहेका छन् भन्ने कुराका धेरै प्रमाणहरू जम्मा भइरहेका छन्। त्यो पनि बिस्तारै सार्वजनिक गर्ने पालो आउला।